मैले हिजो तिमीहरूलाई पढेर आउनु भनेको थिएँ। अब म सोध्छु, ल तँ उठ त। ल भन्, यदि राम माथि बादलमा गएर अड्क्यो भने त्यो कसरी तल झर्छ? प्यारासुटको प्रयोग गरेर सर। तेरो बाउले दिन्छ त्यसलाई प्यारासुट? तेरो बाउले चाहिँ त्यसलाई बादलमा अड्काउँछ? चुप लाग। अब भन्, मान्छेको एउटा हातमा कतिवटा औँला हुन्छ? सर, 6वटा। तैँले फेरि कट्टुभित्र ए सरी सर। ल अब भन्, नेपालीहरू किन बहादुर हुन्छन्? किन हुनु नि सर? राम बहादुर, श्याम बहादुर जस्तो नाम राखेपछि जो पनि बहादुर भइहाल्छ नि। चुप लाग। अब भन् कि यो संसारको सबैभन्दा मूर्ख मान्छे को हुनु नि? तपाईँ नि। के रे? म कसरी मूर्ख भएँ? कसरी हुनु नि? जहिले आफूले आउने क्वेसन सोधेपछि मूर्ख हुँदैन त? त सरलाई मूर्ख भन्छस्? बाहिर जा। ए सरी सर। के को सरी? एउटा गीत गा अनि मात्र छोडिदिन्छु। सर, गीत चाहिँ होइन, ऱ्याप हान्छु ल। ल ओके म्युजिक। कोही बुढो सुन, कोही माछा सुन। तैँले हामी विद्यार्थीलाई अति धेरै कुटिस। हामीले क्वेसन सोद्धाखेरि केही नभनी उठिस। हामी तेरो चेला होइन भनेको हामीलाई दाजै, न त तेरो छोरीलाई भगाइदिन्छु आजै। क्वेसन पनि गाह्रो दिन्छस्, केही आउँदैन हामीलाई। तेरो म्यामको चक्कर चल्या भनिदिन्छु म सबलाई। होमवर्क पनि धेरै दिन्छस्, गर्ने नआउनी। तैँले सायद बाँच्न पाउँदैन सरको जुनी। एक्जाम आउन लाग्यो भने कराई गर्छस्। यस्तै पारा देखाइस् भने त एक दिन मेरै हातबाट मर्छस्। अति भयो अत्याचार, हामीलाई मुक्त गर्दै। अर्को वर्ष यो स्कुलबाट अर्को स्कुलमा सर्दै। एक्जाम अघि क्वेसनहरू राम्रैसँग सोध्ने हो। एसी पछि सब मिलेर तँलाई भक्कु बोल्ने हो। सिधै सर ऱ्याप। तँलाई त ए होइन सर, गीत पो गाएको त। प्रिन्सिपल सरले आज के भन्छ बोल्दैन त? मदेखि रिसाए कि के हो? सर के भयो? हामीलाई मिटिङमा त बोलाउनु भयो, तर तपाईँ केही बोल्नुहुन्न त। म हेरिरहेको छु कि तपाईँको छोरो तपाईँको अगाडि नअल्लिकन कति बेरसम्म बस्न सक्छ। हुन त चाक्चिला जान्छ सर, तर केही छैन, यत्तिकै बस्छु। किन र सर? यसले केही नराम्रो काम गर्यो के हो? के गरेन चाहिँ भन्नु न। अस्ति म क्लासको बिचमा टोइलेट जाँदा मेरो मोबाइल क्लासमै छुटेछ। तपाईँको छोराले मेरो मोबाइलबाट प्रिया म्यामलाई आई लभ यू लेखेर पठाइदिएछ। त्यसपछि त प्रिया म्यामको छेउमा नि जान सकेको छैन म। सर, अनि तपाईँ पढाउँदाखेरि जहिले प्रियाको एक्जाम्पल दिनुहुन्छ अनि प्रिया म्यामले मन पराउनुहुन्छ होला भन्ठाने त? प्रिया मेरो छोरीको पनि नाम हो। ए त्यसो भए त मैले पो मेसेज हान्नु पर्ने रहेछ है। अब 1-2टा गल्ती गरिहालेछ सर, माफ गरिदिनु न यसलाई है। 1-2टा गल्ती गरे भए ल ठिकै छैन त भनेर माफ गरिदिन्थेँ। 100-200 वटा गरेछ, कसरी माफ गरिदिनु? त्यस्तो गरेर सर? त्यस्तो होइन, कस्तो गरिसक्यो। अस्ति टोइलेटको भित्तामा गएर लेख्दैछ, तपाईँको हातमा आरबी सरको मुख छ। त्यसपछि त सब बच्चाहरूले मैले त आरबी सरको